वेलकम ब्याक स्टुडेन्ट्स। अब आजको यो भिडियोमा चाहिँ हामी सर्ट क्वेसन्स डिस्कस गर्न लाग्छौँ कम्पाउन्ड इन्ट्रेस्ट च्याप्टरको 1 देखि 4 नम्बरसम्म है त। सो स्टार्ट गरौँ क्वेसन नम्बर 1 को एबाट। पहिला क्वेसन पढौँ है, सर्ट क्वेसन्सहरू है यो सबै। सो वाट इज द सिआई अन ₹2000 एट रेट अफ 5% फर 2 years भनेको छ। सो यसो हेर्दाखेरि एकदमै फर्मुला बेस्ड क्वेसन छ। सो 1A को सल्युसन्स हेर है, डाइरेक्ट अब यसमा बुझाउनु पर्ने केही भएन क्या अरे होइन, डाइरेक्ट सल्युसन लेख्न पाइयो। सो 1A को सल्युसनमा के हुन्छ, तिमीले डाइरेक्ट सिआईको फर्मुलामा लेख्न मिल्यो नि त, एकदमै सिम्पल छ। सिआईको फर्मुला के हो, प्रिन्सिपल ब्राकेट लार्ज ब्राकेट फेरि स्मल ब्राकेटभित्र आर बाई, किनकि यहाँ के छ पर इयरवाला रेट भइरहेको छ, सो डिभाइडेड बाई 100 हुन्छ, पावर टी -1। यो चाहिँ याद गरे, यो सरी होइन। अब यसमा हेर, पी को भ्याल्यु कति छ, कति रुपिस छ यहाँ टोटल केस फर्स्टमा भनेको छ यहाँ 2000, सो पी को भ्याल्यु 2000। आर रेट कति छ 5%, त्यसै गरी टाइम कति छ 2 years। सो यो दिएको भ्याल्यु हामीले अब के गर्छ, सिम्पली रिप्लेस गर्छ है त। प्रिन्सिपल भनेको कति छ ₹2000, त्यसै गरी रेट कति छ 5 र माथि टी भनेको छ 2 हैन। अब यसको सल्युसन निकालौँ। यो भनेको 100 एलसिएम लिए मैले +5 डिभाइडेड बाई 100 होल टु पावर 2 -1, सो यो 2000। सो 105 र 100 यिनीहरूको होल स्क्वायर ल्याएर -1 गर्नु पर्यो हो। त्यो भने के भयो त 2000 क्यालकुलेट गरौँ, 105 को होल स्क्वायर भने 11025 भयो, त्यसै गरी 100 को होल स्क्वायर भनेको यो भयो। अब एलसिएम दिँदाखेरि -1सँग एलसिएम लिनु पर्यो हामीले, सो 2000 11025 माइनस 10,000 होइन, होलको 10,000, बिचमा त मल्टिप्लाई छ नि, याद छ नि फेरि होइन, सिम्पल कुरा त। सो माथि क्यालकुलेट गरौँ, सो 2000 टाइम्स 11025 माइनस 10,000 भनेको कति 11,000 माइनस 10,000 गर्दाखेरि कति भयो 1025 बाँकी भयो। सो 1025 मुनि चाहिँ 10,000 हुने भयो। सो 1 2 3 गयो, 1 2 3 गयो, 1 यो 5 जा, सो 1025 डिभाइडेड बाई 5 गर्दा कति भयो त इन्ट्रेस्ट ₹205। सो क्वेसन नम्बर 1A को केसमा कति इन्ट्रेस्ट लागेको रहेछ त 205 रुपियाँ। इफ तिम्रो 2000 एट द रेट 5% फर 2 years को लागि कसैलाई दियो भने कम्पाउन्ड इन्ट्रेस्टको केसमा है त। सो 1A को सल्युसन यसरी गर्ने, धेरै सिम्पल छ होइन। सो अब पालो क्वेसन नम्बर 1B हेर होइन। फर्स्टमा 1B को फर्स्टमा क्वेसन पढौँ। 1B ₹20,000 इज डिपोजिटेड इन अ ब्याङ्क फर 3 years। 20,000 के भयो, प्रिन्सिपल भयो, 3 years टाइम पिरियड भयो, एट 5 पर एनम हो। यो पिए भनेको पर एनम भनेपछि 5% एभ्री इयरको हिसाबले त्यो रेटमा रहेछ, फिक्स्ड भएको कुरा। यसमा पनि फाइन दि कम्पाउन्ड इन्ट्रेस्ट भनेको छ। यसमा फरक के भयो त, क्वेसन नम्बर 1A र 1Bमा केही फरक छैन, ओन्ली भ्याल्युज डिफ्रेन्ट। मतलब अब यहाँ पी को भ्याल्यु कति हुने भयो, क्वेसनले भनेको छ 20,000, त्यसै गरी आरको भ्याल्यु कति हुने भयो यहाँ 5, टाइम कति हुने भयो 3, र तिमीले यसरी नै क्वेसन नम्बर 1A जसरी नै 1B को पनि के गर्नु पर्यो, कम्पाउन्ड इन्ट्रेस्ट निकाल्नु पर्यो, सेम फर्मुला है त, किनकि दुवैमा पर एनमको कुरा भइरहेको छ। सो अब क्वेसन नम्बर 1C मा जाउँ है त। 1C क्वेसन पढौँ। वाट इज द कम्पाउन्ड अमाउन्ट अन ₹2500 एट द रेट अफ 8% फर 2 years। सो यसमा अहिलेको क्वेसन भने के डिफ्रेन्स छ त, अहिलेको क्वेसनमा कम्पाउन्ड इन्ट्रेस्ट सोधिरहेको थियो, यो क्वेसनमा कम्पाउन्ड अमाउन्ट सोधेको छ। सो सल्युसन गरौँ डाइरेक्ट यसमा पनि डाइरेक्ट फर्मुला युज हुन्छ, केही फरक छैन। कम्पाउन्ड अमाउन्टको पर इयरवाला फर्मुला के हो मैले इन्ट्रोडक्सन भिडियोमै भनेको थिएँ, यो फर्मुलाजहरू राम्रो याद गर भनेर काम लाग्छ भनेको थिएँ नि। सो फर्मुला के हो, प्रिन्सिपल प्लस आर बाई कति पर इयर भनेको छ, सो 100 र माथि के हुन्छ सिम्पली टी मात्रै लाग्छ। सो प्रिन्सिपल कति छ हाम्रो माथिको केसमा 2500, रेट कति छ 8, सो 8/100 हुन्छ, र टाइम पिरियड कति छ 2, सो 2500
टाइम्स एलसिएम लिम 108 भयो र 100 को होल स्क्वायर यो भने कति भयो त 2500 टाइम्स 108 को होल स्क्वायर गरौँ एकैछिन है त क्यालकुलेटरमा हालिदिइहालौँ 108 को होल स्क्वायर गर्दाखेरि 11664 डिभाइडेड बाई 10000 सो यो गयो 1 जा यो 4 जा सो 11664 डिभाइडेड बाई 4 गर्दाखेरि कति आयो त रुपिस 2916 2916 भनेको के हो त कम्पाउन्ड अमाउन्ट हो कुन चाहिँको क्वेसनको 1C को बुझ्यो यही सिम्पली फर्मुला मात्रै लेखिदिने हो क्या सो देयरफोर दी कम्पाउन्ड अमाउन्ट इज रुपिस 2916 भेरी इजी भेरी सिम्पल हैन सिम्पली के गर्यो यो फर्मुला याद गर्यो भयो पुग्यो सबै सक्यो हैन 1C को लागि अब 1D को पालो है त 1D मा के भनेछ पहिला क्वेसन पढौँ है Pemba borrowed rupees 48,000 from a cooperative at 10% rate of interest per annum भनेपछि every year को कुरा गरिरहेको छ यहाँ पनि हाफ इयरली हैन per annum how much compound amount should be paid after 3 years so question number 1D 1C सँग एकदमै सिमिलर छ किन compound amount सोधेको छ प्रिन्सिपल को भ्यालु यो 1D को केसमा के हुन्छ 48,000 रेट को भ्यालु कति हुन्छ 10 हुन्छ यसमा नि पर एनमै भएको कारणले गर्दा फर्मुलामा केही चेन्ज आउने भएन टी को भ्यालु कति हुनु पर्यो 3 सो भ्यालुज मात्रै डिफरेन्ट भयो फर्मुला यही हो यसको केसमा पनि बुझ्यो 1D पनि सिमिलर छ 1C सँग अब पालो क्वेसन नम्बर 1E को 1E ले के भनेछ हेर है त विजय डिपोजिटेड रुपीस 10,000 इन अ बैंक सो प्रिन्सिपल कति छ 10,000 इफ द बैंक गिव्स 8 per annum compound interest भनेपछि पर एनममा रेट दिइरहेको छ फाइन्ड द कम्पाउन्ड अमाउन्ट आफ्टर 1 year and 6 months अब यसमा डिफरेन्ट के छ त इयरवाला भ्याल्युजमा पनि छ टाइम पिरियड मन्थ्सवाला भ्याल्युमा पनि छ टाइम पिरियड मैले इन्ट्रोडक्सन क्लासमा एउटा भनेको थिएँ एउटा फर्मुला छ यस्तो केसको लागि त्यो फर्मुला के गर्ने यहाँ युटिलाइज गर्नु पर्यो र त्यो कुन फर्मुला हामीले अब सल्युसन गरेपछि मात्रै थाहा हुन्छ है त हामीलाई थाहा छ युजुअली इन्ट्रोडक्सन क्लास हेरेछ मैले त्यहाँ राम्ररी फर्मुलाजहरू सबै डिस्क्राइब गरिदिएको थिएँ हामीलाई यस्तो केसमा कुन फर्मुला युज गर्ने त कम्पाउन्ड अमाउन्टको इफ तिमीलाई टाइम पिरियड इयर्समा पनि छ मन्थ्समा पनि छ भने एउटै क्वेसनमा त्यस्तो बेला हामीले यो फर्मुला युज गर्ने आर बाई 100 भयो किनकि पर एनमको केस भइरहेको छ र पछाडि फेरि के हुन्छ त यो एउटा टर्म यो एउटा टर्म थपिने मात्रै हो बुझ्यो यति एउटा टर्म थपिन्छ यस्तो केसमा अरू केही पनि फरक छैन सो कम्पाउन्ड अमाउन्टको अघि हाम्रो के हुन्थ्यो फर्मुला यहीँसम्म आएर सकिन्थ्यो कि होइन तर इफ तिमीलाई टाइम पिरियड इयर्समा पनि दिएको छ र साइमल्टेनियसली तिमीलाई मन्थ्समा पनि त्यही क्वेसनभित्र दिएको छ भने हामीले यो फर्मुला युज गर्नुपर्छ मैले कतिचोटि भनि पनि सकेँ होइन त सो अब हामी के गर्छौँ यसमा सिम्पली भ्याल्युजहरू रिप्लेस गर्छौँ पीको भ्याल्यु कति छ माथि क्वेसन अनुसार 10,000 1E अनुसार होइन त्यसै गरी रेट कति छ 8% टाइम पिरियड कति छ टीमा के गर्ने इयर्सको भ्यालु हाल्ने कति इयर छ क्वेसनले दिएको छ 1 र एममा के गर्ने मन्थ्सवाला 6 भ्यालु हाल्ने त्यही गर्छौँ यो 1 हाल्छौँ यसरी होइन सो 1 भयो त्यसै गरी यो भने 1 प्लस मन्थ्स कति छ 6 र रेट कति छ क्वेसनले 8 सो 8 हाल्यो डिभाइडेड बाई 1200 हो अब सिम्पली यसको के गर्ने हामीले सिम्प्लिफिकेसन गर्नु पर्यो त्यो गरौँ सो 10,000 भनेपछि यो एलसिएम लिएपछि 108 डिभाइड बाई 100 टाइम्स कति हुनुभयो यो भने 1200 प्लस 6 8 जा कति भयो 48 होल बाई 1200 हो सो 10,000 टाइम्स 108 बाई 100 टाइम्स 1248 बाई 1200 गर्दाखेरि कति आयो एउटा गयो दुईवटा गयो होइन सो तिम्रो 1 क्यालकुलेट गरौँ 108 टाइम्स 1248 डिभाइडेड बाई 12 गर्दाखेरि 11,232 आउने रहेछ रुपिस 11,000
कति भन्दै मैले 232. सो यो हो तिम्रो क्वेसन नम्बर 11E को एन्सर. 11E को कम्पाउन्ड अमाउन्ट. इफ तिमीलाई अमाउन्ट यसरी दिएको छ कि 1 year र 6 months को केस थ्रु दिएको छ भने. बुझ्यो? केही पनि फरक छैन. ओन्ली फर्मुलामा के फरक छ, 1C 1D भने के फरक रहेछ त 1E मा, यो लास्टवाला टर्म्स यति एउटा इन्क्लुड गर्नु पर्यो, किन टाइम पिरियड तिमीलाई इयर र मन्थ दुवैमा दिएको भएको कारणले है त. फरक केही छैन. कुन भ्यालु कहाँ हाल्ने मैले भनिदिइ पनि सकेँ. सो अब हामी क्वेसन नम्बर 2 मा सिफ्ट हौँ. 2A देखि स्टार्ट गरौँ है त. समुद्र डिपोजिट्स ₹850 एट यो ब्याङ्कमा होइन, एट दि हाफ इयरली रेट 8% पर इयर. हाफ इयरलीको रेट कुरा गर्दा है, हाउ मच इन्ट्रेस्ट विल ही गेट भनेर भनेको छ. सो यहाँ के सोधेको छ, कम्पाउन्ड इन्ट्रेस्ट हाफ इयरलीको केसमा सोधेको छ. हाफ इयरलीको केसमा सोधेको छ. सो त्यसको लागि फर्मुला छ हामीसँग. के फर्मुला हो त, कम्पाउन्ड इन्ट्रेस्टको केसमा इफ तिमीलाई हाफ इयरलीको केस सोधेको छ भने त्यसको लागि फर्मुला के हो, 1 + R/200. इफ 100 भए के हुन्थ्यो, त्यो त इयरलीको हुन्थ्यो. र माथि टीको भ्याल्यु पनि के हुन्छ, 2T - 1. यति फरक हो फर्मुलामा. फर्मुलामा के फरक हो, नर्मल इयरलीको केसमा यहाँ 100 हुन्छ र यहाँ टी मात्रै हुन्छ. हाफ इयरलीको केसमा यहाँ 200 भयो, यहाँ 2T भयो है त. खास यो हो फरक. र तर अझै एउटा मेन कुरा फरक कहाँनिर आउँछ भन्दा चाहिँ टाइम पिरियड निकाल्दा, के अरे टाइम पिरियड हाल्दाखेरि यो 2T को भ्यालु मैले इन्ट्रोडक्सन क्लासमा भनेको थिएँ, जहिले पनि 6 months को हिसाबले हुनुपर्छ. तर हामीलाई यहाँ क्वेसनले डाइरेक्टली केसमा दिएको छ, 1 yearमा. सो 1 year भनेको के हो त, 1 yearलाई हामीले 6 months को डिभिजन गर्नु पर्यो. 1 year भनेको 12 months. 12 months भनेको के भयो त, एउटा 6 months अर्को 6 months, भने दुईटा 6 months भयो. सो माथिको केसमा 2T को भ्यालु कसरी हाल्नु पर्यो त, हामीले एउटा 6 दुईटा 6. सो 2T को भ्यालु के हाल्नु पर्यो, 2. बुझ्यो? दुईटा 6 महिना भयो नि त, त्यसरी है त. अब के गर्नु पर्यो, हामीले अब सल्युसनतिर जानु पर्यो. सल्युसन भन्दा पनि भ्यालु रिप्लेस गर्नु पर्यो. प्रिन्सिपल कति छ, ₹850. रेट कति छ, रेट 8/200. 2T को भ्यालु कति छ मलाई भर्खरै निकालेको थियो. 1 yearलाई दुईटा 6 महिनामा डिभाइड गर्न मिल्छ, त्यसैले 2T को भ्यालु के भयो, 2 - 1 हो. अब सल्युसन गरेपछि, सल्युसन गरौँ डाइरेक्ट क्यालकुलेटर थ्रु. सरी, सो यो 208/200 डिभाइड स्क्वायर 1. सो यसरी सल्युसन गर र फाइनल एन्सर कति आउँछ त, ₹2A को एन्सर कति आउँछ त, ₹6936. बुझ्यो? यसरी आउँदो रहेछ एन्सर. यसमा तिमीले भ्यालुजहरू त्यो लेख्दै जाने त हो नि होइन, केही फरक छैन. सो क्वेसन नम्बर अब 2B मा आउँ. 2B ले के भनेको छ, सुमन डिपोजिट्स ₹8,000 एट HBL एट हाफ इयरली रेट यति दिएको छ फर 1 year. हाउ मच इन्ट्रेस्ट विल ही गेट. सो यसमा फरक के भयो त, केही नै फरक छैन एक्सेप्ट यो 850 को ठाउँमा क्वेसन नम्बर 2B मा के हुने भयो त, 8000 हुने भयो. ओन्ली त्यो मात्रै फरक छ, अरू रेस्ट केही फरक छैन. इभन 2T को भ्यालु पनि यो 2B मा 2 नै हुने भयो, किन 1 year कै केस भनिरहेको छ होइन. सो 2B 2A जस्तै रहेछ. अब 2C मा जाऊँ. फाइन्ड द सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट. सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट अहिलेसम्म हामीले त्यही गरिरहेको छ 2A र 2B मा पनि. अन ₹5,000 फर 1.5 years एट दि एनुअल रेट अफ 10% भनेको छ. यसमा अलिकति भिन्न के छ भन्ने म बताउँछु. यसमा तिमीलाई हेर, मैले भनेको थिएँ, मैले इन्ट्रोडक्सन क्लासमै भनेको थिएँ कि टी को भ्याल्यु कहिले पनि तिम्रो डेसिमल या फ्र्याक्सनमा हुँदैन, जहिले पनि होल नम्बरमा हुनुपर्छ भनेको थिएँ हो. सो माथिको केसमा त टाइम पिरियड कसरी दिएको छ, हामीलाई त 1.5 yearsमा दिएको छ. अब 1.5 yearsलाई हिसाब गर्ने हो भने हामीले नर्मल कुरामा 1 भनेको के हुन्छ त, 1 year भनेको के हो, 12 महिना. र फेरि 0.5 वाला जुन हुन्छ त्यो भनेको के हुन्छ, 0.5 भने 1 को हाफ भनेपछि 12 को हाफ कति, 6. सो टोटल के रहेछ त, 1.5 years भनेको 18 महिना. हामीलाई त यहाँ के छ, हाफ इयरली सेमी एनुअलको केस गर्न छ.
सेमी एनुअलको केसमा जहिले पनि हाम्रो 2t को भ्यालु कुन चाहिँ टर्म्समा लिन्छ 6 मन्थ्सको केसमा लिन्छ सो 18 लाई 6 मन्थ्सले डिफरेन्शिएट गर्ने हो भने कति आउँछ 6 6 6 तीनटा 6 महिना आउने भयो सो 2c को केसमा 2t को भ्यालु कति हुने भयो त 1 2 3 सो 3 हुने भयो 2t को भ्यालु सो फर्मुला के छ हामीलाई कम्पाउन्ड इन्ट्रेस्टको सेमी एनुअलमा अहिले लेखेकै छ p 1 plus r by 200 पावर कति 2t minus 1 हो 2t को भ्यालु कति हुने भयो त यो केसमा 1.5 इयर्स भनेको 18 महिना भयो त्यसले गर्दा 2t को भ्यालु 3 हुने भयो सो यहाँ 3 रिप्लेस हुन्छ भ्यालु प्रिन्सिपल कति छ यो केसमा 5000 क्वेशनले दिएको छ र तिम्रो रेट कति छ क्वेशनले भनेको छ 10% सो 10 हाल्छौ भ्यालु सो यो भ्यालु सबै रिप्लेस गरिसकेपछि फाइनल सीआई को एन्सर कति आउने भयो त रुपीस हेरौँ एन्सरमा कति छ 788.13 आउँछ है लास्टको फाइनल एन्सर है अथवा यो 125 आउँछ खास अब यसलाई अब राउन्ड अप गरेर यस्तो पनि लेख्न मिल्यो सो क्वेशन नम्बर 2c को यसरी गर्ने है अब हामी क्वेशन नम्बर 3 मा शिफ्ट हौं 3 मा 3 ले के भन्छ पहिला पढौँ 3a ले के भनेछ हेर है रूपा डिपोजिटेड रुपीस 50,000 इन अ बैंक भनेपछि प्रिन्सिपल 50,000 भयो एट द रेट अफ 8% पर एनम एभ्री इयर को केस भइरहेको छ इफ द बैंक प्रोवाइड्स सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट सो सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट बैंकले दिन्छ भनेको छ सो यसमा पनि सेमी एनुअलको केस लाग्ने भयो फाइन्ड द कम्पाउन्ड अमाउन्ट सी गेट्स आफ्टर 2 इयर्स सो अघि हामीले कम्पाउन्ड इन्ट्रेस्टको सेमी एनुअल केस गरिरहेको थियो क्वेसन नम्बर 2 मा क्वेसन नम्बर 3a मा के गर्नुपर्ने भयो कम्पाउन्ड अमाउन्टको सेमी एनुअल केस केही फरक छैन फर्मुला थाहा छँदैछ हामीलाई मैले इन्ट्रोडक्सन क्लासमै भनेको थिएँ इन्ट्रोडक्सन त्यो भिडियोमा हैन के छ कम्पाउन्ड अमाउन्ट सेमी एनुअलको केसको फर्मुला के छ हामीलाई p त p नै भयो 1 प्लस r बाई सेमी एनुअल छ त्यसैले डिभाइडेड बाई 200 र माथि पावर अनुसार कति हुने भयो 2t हो केही फरक छैन अब 2t को भ्यालु निकाल्नु पर्यो हामीलाई त यहाँ डाइरेक्ट इयर्समा दिएको छ मैले भनेको थिएँ 2t को भ्यालु जहिले पनि 6 मन्थ्सको ड्युरेसन वाला हुन्छ सो 2 इयर्सलाई हामीले 6 मन्थ्समा डिभाइड गर्ने कसरी 2 इयर्स भने के हो 12 महिना फेरि 12 महिना भने के हो दुईटा 6 महिना हो दुईटा 6 महिना त्यसरी यता पनि दुईटा 6 महिना अर्को 6 महिना सो 2 इयर्स भने यसरी भनेपछि 2 इयर्सको 2t को भ्यालु अनुसार कति भयो त 4 वटा 6 मन्थ्स आउने रहेछ सो यो केसमा 2t को भ्यालु कति हुने भयो त 4 बुझ्यो रेट कति दिएको छ 8% र सेमी एनुअलको यो कम्पाउन्ड अमाउन्ट वाला फर्मुला यो हो सो अब हामी के गर्नु पर्यो भ्यालु रिप्लेस गरेर सल्युसनकोतिर जानु पर्यो सो भ्यालु रिप्लेस कसरी गर्ने र कहाँ के गर्ने भन्ने कुरा आउँछ p को भ्यालु कति छ क्वेशनले दिएको छ 50,000 रेट को भ्यालु कति छ सरी रेट को भ्यालु कति छ 8 क्वेशनले दिएको छ टाइम कति दिएको छ 2 इयर्स तर 2t को भ्यालु 6 मन्थ्स को हुनु भएको कारणले गर्दा 2 इयर्सलाई 6 मन्थ्समा डिभाइड गर्दाखेरि 4 टा 6 मन्थ्स आउने रहेछ सो 2t को ठाउँमा हामीले कति हाल्छ 4 नट फेरि कतिले झुकेर 2 नै हालिदिन्छ क्या त्यस्तो हैन एउटा के गर्न सकिन्छ t को भ्यालु त इयर्समा हुन्छ नि त t भनेको त हामी जहिले पनि इयर्समा हो 2t भने जहिले पनि 6 मन्थ्समा हो सो t को भ्यालु डाइरेक्ट 2 राखेर 4 पनि निकाल्न मिल्छ नमिल्ने हैन तर मैले बुझाउनको लागि यसरी मात्रै भन्दिएको हो बुझ्यो यसरी गऱ्यो भने बुझिन्छ भनेर मैले यो स्टेप मात्रै फलो गरेको नभए डाइरेक्ट t को भ्यालु 2 हालेर होल त आखिरमा 4 त 4 नै आयो नि त 2 टाइम्स 2 गर्दा नि तर बुझ्छ भनेर मैले यसरी भनेको है सो यसमा त्यो भ्यालु रिप्लेस गरेपछि सल्युसन गर्ने अब केही पनि त्यो सल्युसन गर्न त सकिहाल्छ तिमीले क्याल्कुलेटर छँदैछ र सिम्पल म्याथ्सहरु त इन्भल्भमेन्ट हुन्छ अब है त सो क्वेशन नम्बर अब 3b मा जाम के भनेछ अ बैंक प्रोवाइड्स सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट इन व्हिच मन्जु डिपोजिटेड रुपीस 1 लाख र यहाँ सेमी एनुअलकै केस छ यसमा सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भनेपछि सेमी एनुअलकै केस चलिरहेको छ तिम्रो प्रिन्सिपल दिएको छ र रेट पनि दिएको छ फाइन्ड द कम्पाउन्ड अमाउन्ट शी गेट्स आफ्टर 2 इयर्स सो क्वेशन नम्बर 3b मा नि के भनेको छ कम्पाउन्ड अमाउन्टै सोधेको छ रेट कति छ सेम रेट कति छ यो केसमा 10% टाइम छ 2 इयर्स 2 इयर्स भनेको 4 वटा 6 महिना हैन र प्रिन्सिपल 1 लाख छ सो फर्मुला यही हो यसमा भ्यालु रिप्लेस गर्ने एन्सर निकाल्ने है त
3B पनि सेमै हो। सो क्वेसन नम्बर अब 4 मा जाम। 4 ले के भनेछ? 4A फाइन्ड द अमाउन्ट कम्पाउन्डेड एनुअली भनेछ भने चाहिँ एभ्री इयरको हिसाब चलिरहेको छ यहाँ अन रुपिस 25,000 फर 2 years इफ द रेट्स अफ इन्ट्रेस्ट फर 2 years आर 10 र 12 भनेपछि 4A को केस अलिक भिन्नै छ, अलिक फरक छ। 4A मा के छ? एभ्री इयर डिफ्रेन्ट रेट छ र मैले त्यस्तोवाला केस पनि मैले इन्ट्रोडक्सन भिडियोमा भनिदिएको छु। डिफ्रेन्ट रेट्स डिफ्रेन्ट इयरको बेला कस्तो फर्मुला युज गर्ने। यसमा हामीले सोधेको के छ? फाइन्ड द अमाउन्ट कम्पाउन्ड भनेपछि कम्पाउन्ड अमाउन्ट भनेपछि हामीलाई यो केसमा कम्पाउन्ड अमाउन्ट निकाल्नु पर्यो। कम्पाउन्ड अमाउन्ट इफ तिमीलाई रेट एभ्री इयर डिफ्रेन्ट छ भने त्यसको फर्मुला के थियो? मैले इन्ट्रोडक्सन भिडियोमै भन्दैछु। त्यस्तो बेला रेट 1 को लागि एउटा लाग्छ, कम्पाउन्ड एनुअली भएको कारणले गर्दा डिभाइडेड बाई 100 भइरहेछ होइन। फेरि अर्को इयर सेकेन्ड इयरमा त रेट डिफ्रेन्ट छ, सेकेन्ड इयरको रेटलाई R2 सपोज गर्यो भने त्यसको फर्मुला यो हुन्छ। सो कम्पाउन्ड अमाउन्ट यस्तो केसमा यसरी गर्ने, रेट डिफ्रेन्ट छ भने हरेक इयर। र अब के गर्नु पर्यो? हामीले भ्याल्यु रिप्लेस गर्नु पर्यो। पी को भ्याल्यु कति भयो? 25,000। R1 फर्स्ट इयरमा कति छ? R को भ्याल्यु 10, सो हामी 10 राख्छौँ यहाँनिर, 10 हाल्छौँ। फेरि सेकेन्ड इयरमा कति छ? 10 को R2 को भ्याल्यु 12। सो यसरी गर्ने क्वेसन नम्बर 4A, यो फर्मुला युज गर्ने। सो बेसिकली सर्ट क्वेसन्समा फर्मुला बेस्ड क्वेसन्सहरू हुन्छ, त्यति चाहिँ याद गर है। फर्मुला चाहिँ याद गर्नै पर्ने रहेछ इन अ वे। सो अब हामीले यसको क्यालकुलेट गर्नु पर्यो होइन। भनेपछि यो 25,000 हाल्ने, 1 + 10/100 1 + 12/100 एलसिएम लिएर 25,000 भनेको टाइम्स कति हुनुभयो त? यो 11/10 टाइम्स यो भनेको कति भयो? 3/25 28/25 होइन। सो एन्सर निकालिदिइहालौँ। 2500 टाइम्स 11 टाइम्स 28 गर्दाखेरि कति भयो? र यसलाई डिभाइड गरेर 25 गर्दाखेरि एन्सर कति आयो त? 30,800। सो रुपिस 30,800 हुने रहेछ के कम्पाउन्ड अमाउन्ट इफ हरेक इयर रेट डिफ्रेन्ट छ। फर्स्ट इयर 10%, सेकेन्ड इयर 12%। यो हो क्वेसन नम्बर 4A को एन्सर, कम्पाउन्ड अमाउन्ट है त। सो क्वेसन नम्बर 4A यसरी गर्ने। अब पालो क्वेसन नम्बर 4B को। 4B ले के भनेछ हेर, फाइन्ड दी अमाउन्टै भनेको छ यसमा पनि, कम्पाउन्डेड एनुअली नै भनेको छ यसमा पनि। रुपिस तिमीलाई 40,000 दिएको छ यसपालि प्रिन्सिपल। टाइम पिरियड कति दिएको छ? 2 years दिएको छ, किनकि हामीलाई अमाउन्ट कम्पाउन्डेड एनुअली भएको कारणले गर्दा टेन्सन भएन। इफ द रेट्स अफ इन्ट्रेस्ट फर 2 years आर डिफ्रेन्ट, यसमा पनि डिफ्रेन्ट कुरा गरिरहेको छ। फर्स्टमा 10%, सेकेन्डमा 15%। सो क्वेसन नम्बर 4B पनि सेम क्वेसन नम्बर 4A को रेप्लिका रहेछ, ओन्ली तिम्रो भ्याल्युज डिफ्रेन्ट छ। के भ्याल्युज? यो केसमा के हुनुभयो? पी को भ्याल्यु 40,000 यो सेकेन्ड क्वेसनमा 4B मा। टाइम 2 years चाहिँ भयो। फर्स्ट इयरमा रेट यसमा पनि 10% छ, तर सेकेन्ड इयरमा कति छ? 15%। ओन्ली भ्याल्युज डिफ्रेन्ट भएको छ है त। सो यसरी गर्ने क्वेसन नम्बर 4 को सल्युसन, सर्ट क्वेसन कम्पाउन्ड अमाउन्टको है त। अब यो भिडियोमा चाहिँ मैले 4 सम्म कभर गरेँ। अब नेक्स्ट भिडियोमा चाहिँ हामी बाँकी भएको सबै सर्ट क्वेसन्स सकाइदिन्छु होइन। तबसम्म किप लर्निङ।